सो धेरैजनाले मलाई पर्सनल्ली मेसेज गरेर चाहिँ भन्नुहुन्छ कि हामी नेक्स्टडोर नेपालमा कसरी जोइन हुन सक्छौँ र हामीले अकाउन्ट कसरी रजिस्टर गर्न सक्छौँ भनेर। सो मैले पर्सनल्ली उहाँहरूलाई गाइडेन्स गरेको नै हुन्छु। तर हजुर सबैजनाको लागि चाहिँ म एउटा भिडियो बनाएर चाहिँ टिकटकको पिनमा राख्नेछु। सो जो कोही पनि जोइन हुन चाहनुहुन्छ, आफ्नो अकाउन्ट रजिस्टर क्रिएट गर्न चाहनुहुन्छ भने भिडियो हेरेर क्रिएट गर्न सक्नुहुन्छ। सो फर्स्ट अफ अल हामी चाहिँ क्रोम ब्राउजर ओपन गर्छौँ। क्रोम ब्राउजर ओपन गरेर अनि त्यसपछि चाहिँ नेक्स्टडोर नेपाल सर्च गर्छौँ। सो नेक्स्टडोर नेपाल सर्च गर्नुभयो भनेपछि फर्स्टमा एउटा हजुरलाई वेबसाइट देखाउँछ। सो त्यो वेबसाइट ओपन गर्नु होला। एन्ड देन वेबसाइट ओपन गर्न बित्तिकै यस्तो खालको हजुरले इन्टरफेस देख्न सक्नुहुन्छ, जसमा चाहिँ हाम्रो कोर प्लान, बेसिक प्लान, प्रिमियम प्लान र एडभान्स प्लान रहेको हुन्छ, यहाँ सो गरिरहेको हुन्छ। सो यिनीहरूमा हजुरले डिफ्रेन्स आफै देख्न सक्नुहुन्छ, कुन प्याकेजको प्राइस कति छ, कुन प्लानको प्राइस कति छ, र कुन प्लानमा चाहिँ कुन अकाउन्टमा कुन कुन स्किल छन् र कुन अकाउन्टमा कम स्किल छन्, कुनमा धेरै छन्, कसको प्राइस कम परिरहेको छ, कसको धेरै परिरहेको छ, त्यो हेर्न सक्नुहुन्छ। र हजुरले यहीको आधारमा चाहिँ इन्कम गर्न सक्नुहुन्छ। सो सानो प्याकेजमा अलिक कम इन्कम हुन्छ भनेपछि ठुलो प्याकेजबाट धेरै इन्कम गर्न सक्नुहुन्छ। एन्ड त्यसको लागि हजुरले अकाउन्ट क्रिएट गर्नको लागि लाइक मैले एडभान्स बाई गर्न खोजेँ, बाईको अप्सनमा क्लिक गरेँ। सो विथ प्रोमो कोड यदि हजुरले मेरो यो स्क्रिनमा रहेको एफिलिएट कोड युज गर्नुहुन्छ भनेपछि 5999 मा पाउनुहुन्छ भने विथ प्रोमो कोड। सो हजुरले प्रोमो कोड नै युज गर्नु भएन भनेपछि हजुरको 74,099 लाग्छ। सो प्रोमो कोड युज गर्नु होला हजुरले। सो जुनसुकै प्याकेज किन्दा पनि प्रोमो कोड चाहिँ युज गर्नु होला। बाई नाउमा क्लिक गर्छु र म जसमा चाहिँ आफ्नो डिटेल्स भर्छु। सो आफ्नो डिटेल्सहरू भर्छु म। मैले यहाँनिर प्रोमो कोड एफिलिएट कोड भनेर स्क्रिनमा दिएको छु, त्यही राख्नु होला। सो आफ्नो डिटेल्सहरू भरिसकेपछि सो मैले आफ्नो डिटेल्सहरू भरेँ, पासवर्ड राखेँ। सो त्यसपछि चाहिँ हजुरले यो स्क्रिनमा दिएको एफिलिएट कोड अरू सबै डिटेल्सहरू भर्नुभयो भनेपछि चाहिँ हजुरले यहाँ चाहिँ एउटा सिलेक्ट गर्ने अप्सन पाउनुहुन्छ र यो प्याकेजेसहरू हजुरले सिलेक्ट गर्नुपर्ने हुन्छ। एन्ड यहाँनिर एग्रीको अप्सन हुन्छ। सो एग्रीको अप्सनमा क्लिक गर्नु होला। एन्ड देन हजुरले चाहिँ यहाँ प्लेस अर्डरको अप्सनमा क्लिक गर्नु होला र प्लेस अर्डरको अप्सनमा क्लिक गर्न बित्तिकै हजुरलाई यहाँ दुईवटा अप्सन सो गर्छ, पे विथ क्युआर, पे विथ रोजर पे भनेर। सो पे विथ क्युआरमा क्लिक गरेर चाहिँ प्लेस अर्डर गर्नु होला। सो यहाँ हाम्रो प्लेटफर्मको क्युआर देख्न सक्नुहुन्छ। सो प्लेटफर्मको क्युआरलाई स्क्रिनसट लग्नुहोस् र हजुरले चाहिँ गएर पेमेन्ट गर्नुपर्ने हुन्छ। सो प्लेटफर्मको क्युआरलाई स्क्रिनसट लग्नुभयो भनेपछि हजुरले आफ्नो वालेटबाट या ब्याङ्क केबाट हुन्छ सो हजुरले पेमेन्ट गर्नुहोस्। सो पेमेन्ट गरिसकेपछि पेमेन्टको स्क्रिनसट लग्नु होला र हजुरले यहाँ भनिएको छ प्लिज पे आरएस 5999। सो जति जुन अकाउन्ट लग्दै हुनुहुन्छ सो त्यही अकाउन्टको एक्ज्याक्ट पेमेन्ट गर्नु होला। सो यहाँनिर चुज फाइल भन्ने अप्सन देखाउँछ। चुज फाइलमा हजुरले क्लिक गर्नुभयो भनेपछि हजुरको पेमेन्टको एउटा स्क्रिनसट हजुरले यहाँ राख्नुपर्ने हुन्छ। जो पेमेन्ट गर्नुभएको छ त्यसको स्क्रिनसट एड गर्नुहोस् र त्यही पेमेन्टको स्क्रिनसटमा ट्रान्जेक्सन आइडी भनेर दिएको हुन्छ। सो ट्रान्जेक्सन आइडी हजुरले राख्नुपर्ने हुन्छ। पेमेन्टको स्क्रिनसटमा ट्रान्जेक्सन आइडी, ट्रान्जेक्सन कोड भनेर दिएको हुन्छ। सो त्यो राख्नु होला। एन्ड हजुरले सेन्डको अप्सनमा क्लिक गरिदिनु होला। देन हजुरको डिटेल्सहरू सबमिटेड भनेर चाहिँ एउटा अप्सन आउँछ। सो अहिले मेरोमा आएन किनभने चाहिँ मैले हजुरलाई सिकाएको हो कसरी गर्ने भनेर। सो डिटेल्स सबमिट भनेर एउटा अप्सन आउँछ। देन त्यसको केही टाइम वेट गर्नुहोस् र हजुरले यतिबाट लगइन गर्न सक्नुहुन्छ। सो यहाँनिर राइट साइडको टपमा चाहिँ 3 लाइन्स देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गरेर लगइनको अप्सनमा क्लिक गरेर सो आफ्नो इमेल आइडी र पासवर्ड राखेर हजुरले सबमिट गर्नुभयो भनेपछि हजुरको अकाउन्ट केही टाइमपछि लगइन हुन्छ। सो मेरो अकाउन्ट देख्न सक्नुहुन्छ, एडभान्स अकाउन्ट हो। सो केही टाइम भएको छ, जोइन गरेको 1 मन्थ कम्प्लिट भयो। मेरो इन्कम देख्न सक्नुहुन्छ हजुरले। सो हजुर पनि ढुक्क भएर काम गर्नुहोस्। गुड लक फर यु।